थन्डरबोल्ट्स एन्टी हिरोहरूको उदय। हाम्रो च्यानलको बिल्कुलै नयाँ भिडियोमा यहाँहरू सबैलाई स्वागत छ। आजको यस भिडियोमा हामी मार्वल सिनेम्याटिक युनिभर्स MCU को नयाँ फिल्म थन्डरबोल्ट्सको बारेमा कुरा गर्दैछौँ। थन्डरबोल्ट्स यस वर्ष भारतमा मे 1 मा रिलिज भएको मार्वलको दोस्रो फिल्म हो। यो फिल्मको विशेषता के हो भने यसमा थन्डरबोल्ट्स नामको एउटा यस्तो टोली गठन गरिएको छ जुन एभेन्जर्स जस्तो सुपर हिरोको टोली होइन, बरु यो त एन्टी हिरोहरूको टोली हो। फिल्मको कथा, फाइट सिन र एक्सन पनि निकै उत्कृष्ट छन्। त्यसैले आजको यस भिडियोमा म यही थन्डरबोल्ट्स फिल्मलाई विस्तृत रूपमा व्याख्या गर्दैछु र यसको पूर्ण कथा यहाँहरूलाई बताउँदैछु ताकि यहाँहरूले पनि घरमै बसेर यो फिल्मको कथाको मजा लिन सक्नुहोस्। त्यसैले साथीहरू कृपया भिडियोलाई चाँडै लाइक गरिदिनुहोस् र यदि तपाईहरू पनि MCU को प्रशंसक हुनुहुन्छ भने कमेन्टमा थन्डरबोल्ट्स लेख्नुहोस्। साथै अहिलेसम्म हाम्रो च्यानललाई सब्स्क्राइब नगर्नुहुने सबैले चाँडै च्यानल सब्स्क्राइब गर्नुहोस् र सब्स्क्राइब बटनको छेउमा रहेको बेल आइकनलाई पनि अलमा सेट गर्नुहोस् ताकि हाम्रो च्यानलमा कुनै पनि नयाँ भिडियो अपलोड हुँदा तपाईले त्यो भिडियो सबैभन्दा पहिले हेर्न सक्नुहुन्छ। अब ढिला नगरी आजको यो उत्कृष्ट भिडियो सुरु गरौँ। थन्डरबोल्ट्सको कथा सुरु हुन्छ। थन्डरबोल्ट्स फिल्मको सुरुवात एलेना बेलोभाबाट हुन्छ। फिल्म सुरु हुनासाथ हामी उनलाई मलेसियामा देख्छौँ। एलेना मलेसियाको सबैभन्दा अग्लो भवनमा बसिरहेकी हुन्छन् र त्यहाँ कुनै मिसन पूरा गर्न आएकी हुन्छन्। म तपाईलाई बताउन चाहन्छु कि थन्डरबोल्ट्स फिल्मका सबै पात्रहरू अर्थात् टोलीका सदस्यहरूलाई भ्यालेन्टिनाले पालैपालो आफ्नो टोलीमा सामेल गरेकी छिन् र उनी यी सबैसँग व्यक्तिगत रूपमा आफ्ना मिसनहरू गराउँछिन्। यस समयमा एलेना भ्यालेन्टिनाको निर्देशनमा एउटा मिसन पूरा गर्न आएकी छिन्। जो मानिसहरू एलेनाको बारेमा धेरै जान्दैनन् उनीहरूलाई म भनिदिउँ कि एलेना बेलोभालाई हामीले MCU मा सबैभन्दा पहिले ब्ल्याक विडो फिल्ममा देखेका थियौँ र त्यही हामीले थाहा पाएका थियौँ कि एलेना अरू कोही नभएर नतासा रोमानोभ ब्ल्याक विडो की बहिनी हुन् र अब MCU मा नतासाको मृत्युपछि एलेना नयाँ ब्ल्याक विडो बनेकी छिन्। एलेनाको खतरनाक मिसन। फिल्ममा हामी अगाडि देख्छौँ कि एलेना सिधै भवनको उचाइबाट हाम फाल्छिन् र प्यारासुटको माध्यमबाट सिधै भवनको एउटा तल्लाभित्र छिर्छिन्। त्यहाँ उनले धेरै गार्डहरूलाई कुट्दै भवनभित्र प्रवेश गर्छिन्। यो ठाउँ मूलतः अनुसन्धानको एउटा गोप्य सुविधा केन्द्र हो जहाँ एक वैज्ञानिक एउटा धेरै ठूलो परियोजनामा काम गरिरहेका हुन्छन् र यस परियोजनाको नाम प्रोजेक्ट एन्ट्रोपी हो। एलेना सबै गार्डहरूलाई हराएर सिधै वैज्ञानिकसम्म पुग्छिन्, तर एलेनालाई देखेर वैज्ञानिकले उनमाथि बन्दुक तिर्स्याउँछ र ऊ एलेनालाई भन्छ कि उनले उसको एन्ट्रोपी परियोजना बुझ्न सक्दिनन्। वैज्ञानिकले आफ्नो प्रोजेक्ट एन्ट्रोपीका सामग्रीहरू एउटा विशेष कोठामा राखेको हुन्छ जुन कोठा वैज्ञानिकको आँखाले मात्र खुल्न सक्छ र त्यसैले प्रोजेक्ट एन्ट्रोपी बचाउनका लागि वैज्ञानिकले आफैलाई गोली हान्छ जसका कारण वैज्ञानिकको पनि मृत्यु हुन्छ। तर त्यसपछि एलेना भवनबाट बाहिर आउँछिन् र बम लगाएर त्यो पुरै भवनलाई विस्फोट गराइदिन्छन् र यही समयमा हामीलाई थाहा हुन्छ कि यस भवनभित्र यो पुरै एन्ट्रोपी परियोजना अरू कोही नभएर एक्स ग्रुप नामको एउटा कम्पनीले गराइरहेको थियो। र साथीहरू यो एक्स ग्रुप नामको कम्पनी के हो र यसले के गर्छ भन्ने बारेमा तपाईलाई पछि थाहा हुनेछ। अब यो भवनलाई ध्वस्त पारेपछि एलेना तुरुन्तै यस बारेमा जानकारी दिन्छन् र उनी अगाडि बताउँछिन् कि उनले आफ्नो काम पूरा गरिसकेकी छिन्। बाँकी बान्स र भ्यालेन्टिनाको रहस्य। अब यसपछि दृश्य परिवर्तन हुन्छ र हामी सिधै अमेरिकाको संसद देख्छौँ। संसदभित्र हामी सबैभन्दा पहिले बाँकी बर्न्स विन्टर सोल्जरलाई देख्छौँ जसलाई देखेर हामीलाई थाहा हुन्छ कि बाँकी बर्न्स अमेरिकाको नयाँ संसद MP बनिसकेका छन्। वैसे साथीहरू तपाईलाई याद छ भने क्याप्टेन अमेरिका 4 भित्र पनि हामीले बाँकीलाई देखेका थियौँ र त्यस फिल्मभित्र बाँकी चुनावमा उभिएका थिए र त्यसैले थन्डरबोल्ट्स फिल्मभित्र हामी स्पष्ट रूपमा देख्न सक्छौँ कि बाँकीले चुनाव जितिसकेका छन्, त्यसैले उनी सांसद बनेका छन्। अब साथीहरू यसपछि बाँकी संसदभित्र आउँछन् र संसदभित्र हामीलाई थाहा हुन्छ कि वास्तवमा पुरै संसद मिलेर भ्यालेन्टिनामाथि एउटा मुद्दा चलाइरहेको छ। यहाँ हामीलाई थाहा हुन्छ कि भ्यालेन्टिना अमेरिकाको CIA को निर्देशक हुन् र साथीहरू CIA को पूरा नाम सेन्ट्रल इन्भेस्टिगेसन एजेन्सी हो जुन अमेरिकाको एउटा गुप्तचर एजेन्सी हो जसले त्यो देशका लागि जानकारी सङ्कलन गर्छ र यो भ्यालेन्टिना यही CIA की निर्देशक हुन्। तर संसदभित्र भ्यालेन्टिनामाथि यो आरोप लागेको हुन्छ कि उनको एक्स ग्रुप नामको एउटा कम्पनी छ र यो कम्पनी मार्फत उनी विश्वभरि धेरै गलत प्रयोगहरू गराइरहेकी छिन् र त्यसैले साथीहरू यहीँबाट हामीलाई यो कुरा पनि थाहा हुन्छ कि मलेसियामा एलेना बेलोभाले एक्स ग्रुपको जुन प्रोजेक्ट एन्ट्रोपी नष्ट गर्न गएकी थिइन् त्यो पुरै परियोजना स्वयं भ्यालेन्टिनाले नै गराइरहेकी थिइन्। भ्यालेन्टिनाको षड्यन्त्र र किनकि अमेरिकी सरकारलाई उनीमाथि शङ्का पर्दै गइरहेको थियो र उनको एक्स ग्रुपका सबै खबरहरू बाहिर आइरहेका थिए, त्यसैले उनले एलेनालाई आफ्नो मलेसियाको परियोजना नष्ट गर्न लगाए ताकि उनको विरुद्धमा कुनै प्रमाण नमिलोस्। र त्यसैले साथीहरू यहाँ संसदभित्र जब भ्यालेन्टिनालाई यो सोधिन्छ कि के एक्स ग्रुप उनकै कम्पनी हो र के उनैले यो कम्पनी मार्फत सबै परियोजनाहरू गराइरहेकी छिन्, तब भ्यालेन्टिना यस कुरालाई स्पष्ट रूपमा इन्कार गर्छिन् र उनी संसदभित्र भन्छन् कि सरकारले उनीमाथि जति पनि अनुसन्धान गर्न चाहन्छ उनीहरूले गर्न सक्छन्। उनी कुनै पनि अनुसन्धानबाट डराउने छैनन् किनकि उनले कुनै पनि गलत काम गरेकी छैनन्।
तर साथीहरू भ्यालेन्टिनाको कुरा सुनेर संसदका प्रमुखले भ्यालेन्टिनालाई भन्छन् कि हामीलाई खबर मिलेको छ कि तपाईले जति पनि अवैध परियोजनाहरू गराइरहनु भएको छ तीमध्ये धेरै निर्दोष मानिसहरूको ज्यान गएको छ र त्यसैले हामी यस मामिलाको जरासम्म पुग्नेछौँ र एक्स ग्रुपको बारेमा सबै कुरा बाहिर ल्याउनेछौँ। र साथीहरू हामी देख्छौँ कि भ्यालेन्टिना यस कुरालाई समर्थन गर्छिन् र उनी संसदलाई भन्छिन् कि उनीहरूले जुन अनुसन्धान गर्नुपर्छ गर्न सक्छन्। भ्यालेन्टिनाको आदेश र रेड गार्जियनको पुनरागमन र साथीहरू यसपछि भ्यालेन्टिना आफ्नी सेक्रेटरीसँग संसदबाट बाहिर जान्छिन् जहाँ हामी भ्यालेन्टिनाकी सेक्रेटरी महललाई भेट्छौँ र यहाँ भ्यालेन्टिना आफ्नी सेक्रेटरी महललाई भन्छिन् कि तिमीले एक्स ग्रुपका सबै प्रमाणहरू तुरुन्तै मेटाऊ किनकि म चाहन्न कि अमेरिकी सरकारलाई मेरा यी सबै परियोजनाहरूको बारेमा थाहा होस् र कुनै पनि हालतमा म जेल जानु परोस्। त्यसैले तिमीले तुरुन्तै सबै प्रमाणहरू मेटाऊ। यद्यपि साथीहरू यसपछि पनि दृश्य परिवर्तन हुन्छ र हामी यसपछि सिधै एलेक्सी रेड गार्जियनलाई देख्छौँ जो यस समयमा आफ्नो घरमा बसेर टिभी हेरिरहेका हुन्छन्। तर साथीहरू जो मानिसहरू रेड गार्जियनलाई चिन्दैनन् उनीहरू सबैलाई म बताइदिउँ कि रेड गार्जियन मूलतः रुसका क्याप्टेन अमेरिका हुन्। अर्थात् जसरी अमेरिकाकोमा क्याप्टेन अमेरिका थिए त्यसरी नै रुसकोमा रेड गार्जियन। तर यहाँ हामी देख्छौँ कि रेड गार्जियन अर्थात् एलेक्सीलाई भेट्न उनकी छोरी एलेना आउँछिन् र एलेक्सी तुरुन्तै गएर ढोका खोल्छन् र एलेनालाई घरभित्र ल्याउँछन् जहाँ आफ्ना बुबा एलेक्सीलाई भेटेर एलेना उनलाई भन्छिन् कि अब उनी भ्यालेन्टिनाका लागि थप काम गर्न चाहन्नन् किनकि अब उनी उनको लागि काम गरेर दिक्क भइसकेकी छिन् र त्यसैले उनलाई भ्यालेन्टिनाको कामबाट छुटकारा र अलिकति शान्ति चाहिएको छ। थन्डरबोल्ट्स टोलीको जन्म। तर साथीहरू यहाँ हामी देख्छौँ कि बुबा एलेक्सी एलेनाको अगाडि भ्यालेन्टिनाको निकै प्रशंसा गर्छन् र उनी एलेनालाई भन्छन् कि भ्यालेन्टिनाका लागि काम गर्नु त धेरै राम्रो कुरा हो यहाँसम्म कि म आफै पनि भ्यालेन्टिनाका लागि काम गर्न चाहन्छु। यद्यपि यहाँ एलेक्सीको घरमा एलेना आफ्नो बाल्यकालको फोटो देख्छिन् जुन फोटोमा उनीसँगै उनका बाल्यकालका अन्य धेरै साथीहरू पनि हुन्छन् र यो मूलतः उनीहरूको फुटबल टोलीको फोटो हो जुन टोलीलाई उनीहरू बाल्यकालमा थन्डरबोल्ट्स भन्ने गर्थे। अब साथीहरू यहाँ एलेना आफ्नो फोटो हेरेर थन्डरबोल्ट्स टोलीलाई सम्झिरहेकी हुन्छन् कि त्यही बेला उनलाई भ्यालेन्टिनाको फोन आउँछ र भ्यालेन्टिना फोनमा एलेनालाई नयाँ मिसन दिन्छन्। तर एलेना भ्यालेन्टिनालाई आफ्नो दिक्क लागेको बारेमा बताउँछिन् र उनी भ्यालेन्टिनालाई भन्छन् कि अब उनी लुकेर काम गर्न सक्दिनन्। यो सुनेर भ्यालेन्टिना एलेनालाई भन्छन् कि अब बस उनले यो अन्तिम मिसन पूरा गरिदिउन् जसपछि उनले एलेनालाई सुपर हिरोको रूपमा संसार सामु उजागर गर्नेछिन्। अर्थात् अन्तिम मिसन पछि एलेनाले जति पनि मिसन गर्नेछिन् ती सबैको सामुन्ने हुनेछन्। अब यो कुरा सुनेर एलेना मिसनका लागि मान्छिन्। त्यसपछि अर्को दिन भ्यालेन्टिनाको निर्देशनमा उनी टेक्सासको एउटा गोप्य बङ्करमा जान्छन् र यस गोप्य बङ्करभित्र भ्यालेन्टिनाले एलेनालाई कसैलाई मार्न पठाएकी थिइन्। भ्यालेन्टिनाले एलेनालाई भनेकी थिइन् कि एउटा हाइटेक उन्नत चोर छ जसले उनको बङ्करमा घुसेर त्यहाँका चिजहरू चोरी गरिरहेको छ र त्यसैले एलेनाले यस बङ्करमा त्यो चोरलाई समाप्त गर्नुपर्छ। र यसका लागि हामी देख्छौँ कि एलेना त्यो बङ्करभित्र आएकी छिन् र बङ्करभित्र त्यो चोरलाई मार्नका लागि उसलाई खोज्न थाल्छिन्। अप्रत्याशित भेट र भ्यालेन्टिनाको धोका। अर्को क्षणमा हामीलाई थाहा हुन्छ कि भ्यालेन्टिनाले एलेनाको हातबाट जसलाई मार्न पठाएकी थिइन् त्यो अरू कोही नभएर घोस्ट थिइन् जसलाई हामी सबैले एन्टम्यान एन्ड द वास्पमा देखेका थियौँ। तर साथीहरू यसपछि हामी घोस्टलाई देख्छौँ र घोस्टको ठिक पछि त्यहाँ टास्क मास्टरलाई देख्छौँ र यी दुई पछि युएस एजेन्टलाई देख्छौँ। र त्यसपछि यहाँ हामीलाई थाहा हुन्छ कि जसरी भ्यालेन्टिनाले घोस्टलाई मार्नका लागि एलेनालाई पठाएकी थिइन् त्यसरी नै उनले घोस्टलाई टास्क मास्टरलाई मार्न पठाएकी थिइन्। तर यसका साथै उनले टास्क मास्टरलाई युएस एजेन्टलाई मार्न पठाएकी थिइन् र युएस एजेन्ट जोन वाकरलाई ब्ल्याक विडो एलेनालाई मार्न पठाएकी थिइन् जसको अर्थ साथीहरू भ्यालेन्टिनाले यी चारैजनालाई यिनै चारैजनाको हातबाट मार्न पठाएकी थिइन्। र भ्यालेन्टिनाले यो सब यसकारण गरेकी थिइन् किनकि भ्यालेन्टिनाका गलत कामहरूमा यी चारैजना पनि संलग्न थिए र भ्यालेन्टिनाले यिनीहरूको माध्यमबाट धेरै गलत कामहरू गराएकी थिइन् र त्यसैले भ्यालेन्टिनालाई यस कुराको डर थियो कि यदि यी चारैजनाले अमेरिकी सरकार सामु केही बोलिदिए वा यिनीहरूको माध्यमबाट अमेरिकी सरकारलाई केही थाहा भयो भने यसका कारण भ्यालेन्टिनाका परियोजनाहरूको सत्यता सबै सामु आउन सक्छ र उनलाई जेल हुन सक्छ। र त्यसैले भ्यालेन्टिनाले यी चारैजनालाई यहाँ बङ्करमा पठाइन् ताकि यस बङ्करभित्र ती चारैजनाले एक अर्कालाई समाप्त पारुन्। नयाँ गठबन्धन र पलायनको प्रयास। तर साथीहरू जब यी चारैजना आपसमा लड्न थाले तब उनीहरू बीच कुराकानी सुरु भयो र जब कुराकानीको क्रममा उनीहरूलाई थाहा भयो कि भ्यालेन्टिनाले उनीहरू चारैजनालाई एकअर्कालाई मार्न पठाएकी छिन् तब ती चारैजनालाई यो कुरा बुझियो कि भ्यालेन्टिना उनीहरू चारैजनालाई नै समाप्त गर्न चाहन्छन् ताकि भ्यालेन्टिनाका गलत कामहरूको कुनै प्रमाण नै नबचोस्। यद्यपि साथीहरू यस दौरान जब यी मानिसहरू लडिरहेका हुन्छन् तब उनीहरूको लडाईँको बीचमै उनीहरू एउटा बाकससँग ठोकिन्छन् र त्यसैले त्यो बाकस खुल्न थाल्छ र बाकसभित्रबाट बब एन्ट्रोपी बाहिर आउँछ। तर बाकसबाट बाहिर आउन साथ एन्ट्रोपी ती चारैजनालाई देखेर डराउँछ र ती चारैजनाका लागि पनि ऊ अपरिचित हुन्छ। त्यसैले ती चारैजनाले बबलाई सोध्छन् कि आखिर ऊ यहाँभित्र कसरी आयो। तर यो कुरा सुनेर बबले ती चारैजनालाई भन्छ कि ऊ भित्र कसरी आयो भन्ने बारेमा उसलाई केही पनि याद छैन। यद्यपि साथीहरू यी सबैको बीचमा हामी देख्छौँ कि घोस्टले टास्क मास्टरको टाउकोमा गोली हान्छिन् जसका कारण टास्क मास्टरको त्यही मृत्यु हुन्छ र अब टास्क मास्टरको मृत्युपछि त्यहाँ केवल एन्ट्रोपी एलेना बेलोभा युएस एजेन्ट र घोस्ट मात्रै रहन्छन्। पार्टीमा षड्यन्त्र र बङ्करबाट मुक्ति।
अब यद्यपि साथीहरू यही समयमा दृश्य परिवर्तन हुन्छ र हामी सिधै भ्यालेन्टिनालाई देख्छौं। हामी देख्छौं कि भ्यालेन्टिनाले एउटा धेरै ठूलो पार्टी राखेकी हुन्छन् र यस पार्टीभित्र उनले धेरै धनी मानिसहरूलाई बोलाएकी हुन्छन् र यहाँ उनको योजना हुन्छ कि उनले चिथौरी सेनाका बचेका ग्याजेटहरू उनीहरूलाई बेचिदिउन्। र भ्यालेन्टिनाको यस पार्टीभित्र हामी संसदका प्रमुख र बाँकी बान्सलाई पनि देख्छौं। र साथीहरू यस पार्टीभित्र बाँकी सिधै भ्यालेन्टिनाको सहायकलाई भेट्छन् र उनी महललाई भेटेर उनलाई आफ्नो नम्बर दिन्छन् र उनीसँग भन्छन् कि उनी भ्यालेन्टिनाको सबैभन्दा नजिक छिन् र त्यसैले उनी पनि यो कुरा जान्दछिन् कि भ्यालेन्टिना धेरै गलत काम गर्छिन्। त्यसैले उनी चाहन्छन् कि महलले भ्यालेन्टिनाका गलत कामहरूको बारेमा उनलाई खबर दिउन् र उनी जे जान्दछिन् उनलाई फोन गरेर बताइदिउन्। अब यसपछि दृश्य फेरि परिवर्तन हुन्छ र हामी फेरि बंकरभित्र युएस एजेन्ट एलेना, घोस्ट र बबलाई देख्छौं। र अब किनकि यी सबैलाई यो कुरा बुझिएको थियो कि उनीहरू एकअर्कालाई मार्न आएका हुन् र यो सबै काम भ्यालेन्टिनाले उनीहरूबाट गराइरहेकी छिन्, तब यो कुरा थाहा पाएपछि उनीहरू एकअर्काका साथी बन्छन् र एकसाथ मिलेर यहाँबाट निस्कने प्रयास गर्छन्। साथै उनीहरू बबलाई पनि आफ्नो साथमा लैजाने प्रयास गर्छन्। तर साथीहरू यहाँ हामी देख्छौं कि घोस्ट यहाँबाट बाहिर निस्कने कोसिस गर्न साथ त्यहाँ धेरै ठूलो आवाज सुरु हुन्छ र ठूलो आवाजका कारण घोस्ट यहाँबाट बाहिर निस्कन सक्दिनन्। यसका साथै यो पुरै बंकर पूर्ण रूपमा बन्द हुन्छ र यस बंकरमा 2 मिनेटको टाइमर पनि सुरु हुन्छ, अर्थात 2 मिनेटभित्र यो पुरै बंकर विस्फोट हुनेवाला हुन्छ र त्यसैले उनीहरू यो कुरा देखेर तुरुन्तै आवाजको स्रोत खोज्छन् र यो पत्ता लगाउँछन् कि यो ठूलो आवाज कहाँबाट आइरहेको छ र एकपटक पत्ता लगाएपछि उनीहरू आवाजको स्रोतलाई तोडिदिन्छन्, जसपछि आवाज बन्द हुनासाथ घोस्ट सजिलैसँग भित्ताको आरपार हुन्छन् र उनले बंकरको ढोका खोलेर सबैलाई बाहिर निकाल्छिन्। तर बाहिर निस्कदा एन्जेलिनाको हात बबसँग ठोकिन्छ, जसले गर्दा एलिना आफ्नो बाल्यकालका यादहरूमा हराउँछिन्। उनले आफ्नी बहिनीलाई देख्छिन् जसलाई उनले बाल्यकालमा मरेको देखेकी थिइन्। एलिनाको आँखा खुल्छ, उनी बबलाई देख्छिन् र बबसँगको सम्पर्कले नै आफू विगतमा पुगेको कुरा बुझ्न सक्दिनन्। यसको अर्थ हो कि बबले अरूको यादहरू पढ्न सक्छन् र कसैलाई पनि उसको विगत देखाउन सक्छन्। यसैबीच वलेन्टिनालाई खबर प्राप्त हुन्छ कि उनले एकअर्कालाई मार्न पठाएका 4 जना व्यक्तिहरू साथी बनेका छन् र बंकरबाट बाहिर निस्किरहेका छन्। यो कुरा थाहा पाएर वलेन्टिनाले आफ्नी सेक्रेटरी महललाई आफ्ना सबै सिपाहीहरू लिएर बंकरलाई चारैतिरबाट घेरा हाल्न भन्छन्, किनकि वलेन्टिना ती सबैलाई सिध्याउन चाहन्छन्। वलेन्टिना आफ्नी सेक्रेटरीसँग त्यहाँबाट निस्किन्छन्। वलेन्टिनाको गाडी चलाउने ड्राइभर अरू कोही नभई रेड गार्जियन अर्थात एलिनाका बुबा एलेक्सी थिए। एलेक्सीले वलेन्टिनाका कुराहरू सुनेर वलेन्टिनाले आफ्नी छोरी एलिनालाई मार्ने योजना बनाएको कुरा बुझ्छन्। यही समयमा महलले गोप्य रूपमा विन्टर सोल्जरलाई फोन गर्छिन् र उनलाई बताउँछिन् कि वलेन्टिना आफ्ना सबै पुराना सहायकहरूलाई मार्न चाहन्छन् ताकि उनको विरुद्धमा कुनै प्रमाण नहोस्। महलले बाँकीलाई केही गरेर ती सबैलाई बचाउन अनुरोध गर्छिन्। अर्को दृश्यमा हामी बंकरभित्र सबैलाई देख्छौं। उनीहरू सबै बंकरबाट पूर्ण रूपमा बाहिर निस्केका हुन्छन्, किनभने बंकरका मुख्य ढोकाहरू अझै बन्द हुन्छन्, जसले गर्दा उनीहरू त्यही फसेका हुन्छन्। उनीहरूले त्यहाँ एउटा चिम्नी जस्तो प्वाल देख्छन् र ती चारैजना एकअर्कालाई छोएर र खुट्टाको सहारा लिएर बिस्तारै माथि आउँछन्। यसरी उनीहरू कुनै न कुनै तरिकाले बंकरबाट बाहिर निस्कन थाल्छन्। यसै समयमा वेलेन्टिनाले सीसीटीभी मार्फत देख्छिन् कि उनले भित्र पठाएका 4 जना मध्ये टास्क मास्टरको मृत्यु भइसकेको छ, तर बाँकी 3 पात्रहरूसँग बब पनि मिलेको छ, जसको पूरा नाम रोबर्ट रेनोल्ड्स हो। बबलाई देखेर वेलेन्टिनालाई याद आउँछ कि उनले मलेसियामा एउटा मानव प्रयोग ह्युमन एक्सपेरिमेन्ट गरिरहेकी थिइन्, जसमा उनले धेरै बिरामी मानिसहरूलाई कब्जामा लिएर प्रयोग गरिरहेकी थिइन्। यी प्रयोगहरूमा मानिसहरूलाई शक्तिशाली बनाइदै थियो र सोही परियोजनामा यो केटा अर्थात बब पनि समावेश थियो। त्यो परियोजनाको नाम प्रोजेक्ट एन्ट्री थियो। वेलेन्टिनालाई त्यो परियोजना असफल भएको जस्तो लागेको थियो, तर वास्तवमा प्रोजेक्ट एन्ट्रीमा काम गरिरहेका वैज्ञानिकको प्रयोग बबमाथि सफल भएको थियो। त्यसैले बब रोबर्ट रेनोल्ड्समा धेरै शक्तिहरू आएका थिए र उनी एमसीयूको सुपरम्यान बनेका थिए। यद्यपि बबलाई आफ्ना शक्तिहरूको बारेमा केही पनि थाहा छैन र उनी एक सामान्य मानिस जस्तै एजेन्ट घोस्ट र एलेनासँग यो बंकरबाट बाहिर निस्किरहेका छन्। वेलेन्टिनाले बंकरभित्रै एजेन्ट एलेना र घोस्टलाई मार्ने योजना बनाउँछिन्, तर उनलाई बब जीवित चाहिन्छ, किनभने बब उनको सफल प्रयोग हो। बंकरमा हामी देख्छौं कि ती 4 जना बाहिर निस्कन्छन्, तर बाहिर निस्कदा एजेन्टले बबलाई हात दिन्छ र उसलाई बाहिर तान्छ। ठीक एलिनाको जस्तै यसपटक जब बबको हात एजेन्टसँग ठोकिन्छ, तब त्यो एजेन्टलाई पनि आफ्नो विगतका यादहरू आउँछन्। उनले त्यो समयलाई याद गर्छन् जब एक व्यक्तिलाई मारेको कारण सबै मानिसहरू उनको क्याप्टेन अमेरिका हुनुको विरुद्धमा गएका थिए र त्यस कारणले उनी धेरै डिप्रेसनमा परेका थिए। उनी वर्तमानमा फर्कन्छन् र यो बुझ्छन् कि बब कुनै सामान्य मानिस होइनन्, तर उनीसँग महाशक्तिहरू छन्। यी 4 जना बंकरबाट बाहिर निस्कने धेरै नजिक पुग्छन्, तर यही समयमा उनीहरूलाई थाहा हुन्छ कि यो बंकरलाई वेलेन्टिनाले आफ्ना सबै सिपाहीहरूले चारैतिरबाट घेरेकी छिन् र ती सबै बन्दुकको नालमा उनीहरूको पर्खाइमा छन्। अर्थात यदि उनीहरू बंकरबाट बाहिर निस्किए भने उनीहरू मारिनेछन्। उनीहरू 4 जना त्यही योजना बनाउँछन् कि घोस्ट भित्ताहरूबाट वारपार गरेर जानेछिन्, एउटा गाडीको प्रबन्ध गर्नेछिन् र जतिसक्दो चाँडो गाडीको प्रबन्ध हुने बित्तिकै एलेना, बिलोना र बब दुवै मिलेर नजिकका सबै बत्तीहरू बाल्नेछन्, जसले गर्दा नजिकका सबै सिपाहीहरूलाई केही समयको लागि केही देखिने छैन र यसको फाइदा उठाउँदै युएस एजेन्टले सबै सिपाहीहरूलाई सेट गर्नेछ र त्यसपछि मौका हेरेर उनीहरू 4 जना गाडी लिएर त्यहाँबाट भाग्नेछन्।
तर उनीहरूको योजना पूर्ण रूपमा सफल हुँदैन किनभने बङ्कर भित्रका सबै बत्तीहरूको मुख्य पावरले राम्रोसँग काम गर्दैन, जसले गर्दा उनीहरूले सबै बत्तीहरू बाल्न सक्दैनन्। यो देखेर पनि युएस एजेन्ट रोकिँदैनन् र सबै सिपाहीहरूसँग एक्लै भिड्छन्। यही क्रममा घोस्ट भित्ताबाट वारपार गरेर एउटा गाडीको व्यवस्था गर्छिन् र उनीहरू सबैलाई बाहिर निस्कनका लागि गाडी त्यहाँ ल्याउँछिन्। जसपछि युएस एजेन्ट एलेना र बब तीनैजना सिपाहीहरूको लुगा लगाउँछन् र चुपचाप त्यहाँबाट बाहिर निस्केर गाडीमा बस्छन्। जब यी चारजना गाडीबाट बाहिर जाँदै हुन्छन् तब अन्य सिपाहीहरूलाई यी चारजना माथि शंका हुन्छ र उनीहरू ती सबैलाई समात्छन्। यही समयमा बबले वेलेन्टिनालाई देख्छन् र उसलाई याद आउँछ कि कसरी वेलेन्टिनाले उनीमाथि प्रयोग गरेर उनलाई कमजोरबाट शक्तिशाली बनाएकी थिइन्। तर उनले यो पनि याद गर्छन् कि आज वेलेन्टिना उनलाई मार्न आएकी छिन्, जसको अर्थ वेलेन्टिनाले उनलाई धोका दिएकी छिन्। अब यसपछि जब एलेक्सीले आफ्नी गाडीमा युएस एजेन्ट एलिना र घोस्टलाई लिएर जाँदै हुन्छन् तब केही समयपछि हामी देख्छौं कि वेलेन्टिनाका धेरै सिपाहीहरूको गाडी उनीहरूको पछि आउँछन् र उनीहरू हेर्दा हेर्दै एलेक्सीको गाडीमाथि फायरिङ गर्न थाल्छन्। एलेक्सीको यो गाडी धेरै खराब अवस्थामा थियो, साथै यो गाडी बुलेट प्रुफ पनि थिएन र त्यसैले यी तीनैजनालाई लाग्छ कि सायद आज उनीहरू यो गाडीमा मारिनेछन्। तर अर्को पल त्यहाँ कोही आउँछन् र उनले आफ्नो सुपर सोल्जरको बलमा ती सबै सिपाहीहरूको गाडीलाई नष्ट गर्छन् र हेर्दा हेर्दै ती चारैजनाको ज्यान बचाउँछन्। यो सबै देखेर ती चारैजनालाई धेरै खुसी लाग्छ र उनीहरूलाई लाग्छ कि बाँकी उनीहरूलाई बचाउन आएका छन्। तर वास्तवमा बाँकीले उनीहरूलाई बचाउँछन् तर त्यसपछि नै बाँकीले ती चारैजनालाई पक्राउ गर्छन् र बाँधेर आफ्नो ठाउँमा लैजान्छन्। यसपछि यो दृश्य न्युयोर्कमा सर्छ र हामी सिधै वेलेन्टिनालाई देख्छौं जो एभेन्जर्स टावरसम्म पुग्छिन् र हामीलाई थाहा हुन्छ कि वेलेन्टिनाले एभेन्जर्स टावर किनेकी छिन् र बबलाई पनि उनले यही ल्याएकी छिन्। उनी भित्र आएर सिधै बबको कोठामा जान्छन् जहाँ बब बेहोस हुन्छन्। तर बबलाई होस आउने बित्तिकै उनी आफ्नो अगाडि वेलेन्टिनालाई देखेर डराउँछन्। वेलेन्टिना बबसँग कुरा गर्छिन् र बबलाई बिस्तारै बुझाउँछिन् कि उनी वास्तवमा उनको दुश्मन होइनन् तर उनको साथी हुन्, किनकि केही समय पहिलेसम्म बब मलेसियामा धेरै खराब जीवन बाँचिरहेका थिए। उनी धेरै गरिब थिए। उनका बुबा रक्सी पिएर उनलाई कुट्थे र त्यसैले बबले ड्रग्स लिन सुरु गरेका थिए, जसले गर्दा उनी धेरै कमजोर भएका थिए। तर वेलेन्टिनाले नै उनमाथि प्रयोग गरेर उनलाई धेरै शक्तिशाली बनाएकी छिन् र अब त्यसैले उनी नै हुन् जसले उनलाई नयाँ जीवन दिएकी छिन्। त्यसैले उनले वेलेन्टिनाका कुराहरू मान्नुपर्छ। यो सबै देखेर हामी यो बुझ्छौं कि वेलेन्टिनाले पूर्ण रूपमा बबको दिमाग धुलेकी छिन् र त्यसैले बबले वेलेन्टिनाको कुरा मान्नेछन्। तर यी सबै कुराहरू माहलले याद गर्छिन् र त्यसैले वेलेन्टिनाकी सेक्रेटरी माहलले तुरुन्तै बाँकीलाई फोन गर्छिन् र फोनमा नै बताउँछिन् कि वेलेन्टिनाले बबको दिमाग धुलेर उनलाई आफ्नो नियन्त्रणमा लिएकी छिन् र बब धेरै शक्तिशाली भएकाले वेलेन्टिनाले बबका शक्तिहरू प्रयोग गरेर आफ्ना गलत कामहरू पूरा गर्नेछिन्। त्यसैले माहल चाहन्छन् कि बाँकीले कुनै न कुनै तरिकाले उनलाई रोक्नुपर्छ। यो कुरा थाहा पाएपछि बाँकीले तुरुन्तै एलेक्सी, एलिना, घोस्ट र युएस एजेन्टका हातहरू स्वतन्त्र गर्छन् र ती सबैसँग मिलेर आफ्ना टोलीलाई फोन गरेर तुरुन्तै वेलेन्टिना र बबलाई रोक्न निस्कन्छन्। यसै समयमा एलेक्सी अर्थात् रेड गार्जियनले आफ्नो टोलीको नाम थन्डरबोल्ट राख्छन्। यसपछि यो थन्डरबोल्टको टोली तुरुन्तै न्युयोर्क पुग्छ र त्यहाँ वेलेन्टिनालाई रोक्न सिधै टावरसम्म आउँछ। यसपछि उनीहरू तुरुन्तै भवनमा माथि आउँछन् र वेलेन्टिनालाई भेट्छन्। तर उनीहरूले वेलेन्टिनालाई केही गर्नु अघि त्यहाँ बब आउँछन्। बब आउने बित्तिकै वेलेन्टिनाले उनलाई ती सबैलाई मार्न भन्छन्। तर वास्तवमा बबले ती सब मध्ये येलेना, घोस्ट र युएस एजेन्टसँग बङ्करभित्र समय बिताएका थिए र त्यसैले बबलाई थाहा थियो कि ती तीनजना खराब छैनन्, जसको अर्थ उनीहरूको पुरै टोली राम्रा मानिसहरूको टोली हो र त्यसैले यहाँ वेलेन्टिनाको कुरा सुनेर बबले ती सबैलाई मार्दैनन्। तर जब थन्डरबोल्ट टोलीका सदस्यहरू बबसँग लड्न आउँछन् तब उनले उनीहरूलाई नछोइकन नै उनीहरूको धेरै खराब हालत बनाउँछन्। यहाँसम्म कि जब बाँकीले बबमाथि आफ्नो हात प्रयोग गर्छन् तब बबले बाँकीको हातलाई पनि धेरै सजिलै समात्छन् र त्यसलाई बिल्कुल बेकार बनाइदिन्छन्। यो सबै देखेर वेलेन्टिनालाई रिस उठ्न थाल्छ र उनी बबलाई ती सबैलाई मार्न भन्न थाल्छिन्। तर बब वेलेन्टिनालाई भन्छन् कि यी मानिसहरू धेरै कमजोर छन् र यी सबबाट उनलाई ज्यानको खतरा पनि छैन, त्यसैले उनी यहाँ यी सबैलाई मार्दैनन्। यो देखेर वेलेन्टिनाको रिस अझै बढ्छ र त्यसैले उनी बबमाथि कराउन थाल्छिन्। यी दुईको बहसको बीचमा थन्डरबोल्टको पुरै टोली त्यहाँबाट भागेर जान्छ। तर वेलेन्टिना यहाँ कराउँदै गरेकी हुनाले बबलाई वेलेन्टिनामाथि रिस उठ्छ र उनले उनको घाँटी अठ्याउँछन्। तर यहाँ बबले वेलेन्टिनालाई मार्नु अघि हामी देख्छौं कि वेलेन्टिना नजिकै उनकी सेक्रेटरी महल आउँछिन् र उनले एउटा बटन थिच्छिन् जसले गर्दा बब बेहोस भएर त्यहीँ खस्छन्। त्यसपछि हामीलाई थाहा हुन्छ कि वास्तवमा वेलेन्टिनाले बबको लागि एउटा किल स्विच बनाएकी थिइन् र स्विच यसै कारण बनाइएको थियो कि यदि कहिले बब उनको विरुद्धमा गए वा वेलेन्टिनालाई मार्ने प्रयास गरे भने वेलेन्टिनाले यो स्विच थिचेर उनको दिमागलाई विस्फोट गराइदिनेछिन् र बबलाई मारिदिनेछिन्। र यहाँ बिल्कुल त्यस्तै भयो, अर्थात् बबको अन्त। अब वेलेन्टिना र माहल दुवैलाई लाग्छ कि उनीहरूले बबलाई सिध्याएका छन् र त्यसैले उनीहरू लिफ्ट मार्फत भवनबाट तल आउन थाल्छन्। वेलेन्टिनाले यो स्विच थिचेर सेन्ट्रीको दिमाग ब्लास्ट गरिदिन्छन् र सेन्ट्रीलाई मार्छिन्। यहाँ ठ्याक्कै त्यस्तै भयो, अर्थात् सेन्ट्रीको अन्त्य भयो। अब वेलेन्टिना र मैल दुवैलाई लाग्छ कि उनीहरूले सेन्ट्रीलाई समाप्त गरिसकेका छन् र त्यसैले उनीहरू लिफ्टको सहायताले भवनबाट तल आउन थाल्छन्। तर उनीहरू गएपछि हामीलाई थाहा हुन्छ कि वास्तवमा सेन्ट्री यति शक्तिशाली छ कि त्यो किल स्विचले पनि उसको दिमाग फुटेको छैन, अर्थात् सेन्ट्री मरेको छैन, बरु ऊ अर्को वास्तविकतामा गएको छ, जसका कारण सेन्ट्रीको अर्को व्यक्तित्व जसको नाम भोइड हो त्यो उसको भित्र हुन थाल्छ।
अब जो मानिसहरूलाई थाहा छैन त्यसअनुसार यदि येलिनाले कसैलाई छोइन् भने उसलाई मारिदिन्छिन् र हेर्दा हेर्दै सबै चीजहरू नष्ट गर्न थाल्छिन्, जसका कारण पुरै शहर बर्बाद हुन थाल्छ। अब यो सबै देखेर थन्डरबोल्ट्सको टोलीले वरपरका सबै मानिसहरूको ज्यान बचाउन थाल्छ र वरपरका सबै मानिसहरूलाई बचाएपछि उनीहरू सिधै भोइडलाई हेर्छन्, जहाँ भोइड पनि हेर्दा हेर्दै तल आउँछ। त्यसपछि थन्डरबोल्ट्सको पुरै टोली उसको अगाडि आउँछ र ती सबै मध्ये येलिना एक्लै उसको सामना गर्न जान्छिन्। तर त्यसपछि येलिनाले भोइडलाई छोइन् भने उनी फेरि आफ्नो विगतका सम्झनाहरूमा आउँछिन्। तर आफ्नो विगतका सम्झनाहरू सम्झने क्रममा येलिनालाई एउटा कोठा देखिन्छ र त्यसैले जस्तै उनी त्यो कोठाभित्र प्रवेश गर्छिन् त्यस्तै उनी देख्छिन् कि त्यहाँ बब बसेको छ र यहाँ येलिना देख्छिन् कि बब बिल्कुल लाचार बसेको छ, मानौ कि ऊ भोइडको अगाडि केही पनि छैन। तर यसका साथै यहाँ येलिनाले बबको विगतको जीवनलाई पनि देख्छिन् र उसलाई यो सबै देखेर थाहा हुन्छ कि बब वास्तवमा जब सानो थियो तब उसको परिवारमा उसको कसैले पनि सम्मान गर्दैनथ्यो। उसका बुबाले उसलाई कुट्थे, जसका कारण बबले बिस्तारै लागु पदार्थ सेवन गर्न सुरु गर्यो र यसका कारण बबलाई धेरै रोगहरू लागेका थिए। तर त्यसपछि हामी देख्छौं कि थन्डरबोल्ट्सको बाँकी टोली पनि हेर्दा हेर्दै बबलाई छोइन्छ र त्यसपछि ती सबै मानिसहरू पनि यस स्मृतिमा अर्थात् यस कोठामा उपस्थित हुन्छन् र त्यसपछि यी सबै मिलेर बबलाई सोध्छन् कि आखिर उनीहरू बबलाई कसरी रोक्न सक्छन्। तर यो सबै सुनेर बबले सबैलाई बताउँछन् कि वास्तवमा सेन्ट्री र भोइड दुवै एकसाथ जोडिएका छन् र त्यसैले भोइड तबसम्म रहनेछ जबसम्म सेन्ट्री रहन्छ, जसको अर्थ यदि भोइडलाई मेटाउनु छ भने त्यसका लागि सेन्ट्रीलाई मेटाउनु पर्छ। अब यो सबै थाहा पाएपछि ती सबै मिलेर अरू कोठाहरूमा जान्छन् र बिस्तारै भोइडलाई खोज्न थाल्छन् र त्यसपछि हेर्दा हेर्दै एउटा अन्धारो कोठाभित्र ती सबैको भोइडसँग भेट हुन्छ। अब यहाँ जब बब अर्थात् सेन्ट्री भोइडसँग भेट्छ तब ऊ एकदमै भावुक हुन्छ, किनभने भोइड यहाँ सेन्ट्रीलाई भन्छ कि हामी दुवै सधैँ एक्लो छौं र यदि कसैले हामीलाई साथ दिएको छ भने त्यो एक अर्काले मात्र हो। तर यहाँ भोइडका कुरा सुनेर थन्डरबोल्ट्सको टोली सेन्ट्रीलाई भन्छ कि तिमी एक्लो छैनौ, बरु भोइड एक्लो छ र हामी सबै तिम्रो साथमा छौं, अर्थात् सेन्ट्रीको साथमा। र त्यसैले हामी यो देख्छौं कि जब थन्डरबोल्ट्सको पुरै टोली सेन्ट्रीको अर्थात् बबको साथ दिन्छ र बबलाई यो भन्छ कि ऊ एक्लो छैन, बरु ती सबै मानिसहरू उसको साथमा छन्, तब त्यसपछि मात्र भोइड बिस्तारै कमजोर हुन्छ, जसका कारण बब एक सामान्य मानिस हुन्छ। तर यस्तो मार्वल कमिक्समा पनि भइसकेको छ र त्यसैले तपाईहरू यो नसोच्नुहोस् कि अब बब सेन्ट्री फेरि कहिल्यै बन्ने छैन। बब सेन्ट्री फेरि बन्नेछ र अवश्य बन्नेछ। बस कुरा यो हो कि सेन्ट्रीको साथमा वेलेन्टिनाले त्यहाँ सबै प्रेसका मानिसहरूलाई बोलाएकी थिइन् र त्यसैले थन्डरबोल्ट्सको टोली प्रेसका मानिसहरूलाई देखेर एकदमै चकित हुन्छ कि आखिर वेलेन्टिनाले यहाँ किन सबै प्रेसका मानिसहरूलाई बोलाएकी छिन्। तर वेलेन्टिनाले हेर्दा हेर्दै सबै न्युजवालोको अगाडि यो कुरा घोषणा गरिदिन्छन् कि थन्डरबोल्ट्सको टोली उनीहरू सबैको अगाडि उभिएको छ, त्यो वास्तवमा नयाँ एभेन्जर्स हो र यस नयाँ एभेन्जर्सको टोली उसले बनाएकी हो र अबदेखि यिनीहरू सबै सुपर हिरोहरूले पुरै शहर र पुरै दुनियाँलाई र आजको लडाईँमा पनि यी सबै सुपर हिरोहरूले नै भोइडलाई रोकेका छन्। तर यसका साथै यो पुरै फिल्म यही समाप्त हुन्छ। अब यो फिल्म समाप्त भएपछि यस फिल्ममा एउटा पोस्ट क्रेडिट सीन पनि आउँछ र यस पोस्ट क्रेडिट सीन भित्र हामी यो देख्छौं कि अचानक हावामा एउटा ठूलो स्पेसशिप देखा पर्छ। तर यस स्पेसशिपमा फ्यान्टास्टिक फोरको लोगो हुन्छ र त्यसैले यो स्पेसशिप देखेर हामीलाई थाहा हुन्छ कि अब फ्यान्टास्टिक फोर पृथ्वीमा आउन लागेका छन्, अर्थात् अब फ्यान्टास्टिक फोर टोलीको प्रवेश एमसीयू वाला पृथ्वीमा हुन लागेको छ। तर त्यसपछि यो पुरै फिल्म समाप्त हुन्छ। तपाईलाई यस पुरै फिल्मको कथा कस्तो लाग्यो यो तपाईं मलाई कमेन्टमा अवश्य बताउनुहोला र यदि तपाईलाई भिडियो अलिकति पनि मन पर्यो भने तपाईं भिडियोलाई लाइक गर्नुहोस् र कमेन्टमा थन्डरबोल्ट्स अवश्य लेख्नुहोला। बाँकी जसले च्यानललाई सब्स्क्राइब गरेका छैनन् उनीहरू छिटो च्यानललाई पनि सब्स्क्राइब गर्नुहोस् र हाम्रो च्यानलका सबै नवीनतम भिडियोहरू सबैभन्दा पहिले हेर्नका लागि छेउको बेल आइकनलाई पनि अलमा सेट गर्नुहोस्। म तपाईलाई यस्तै कुनै अर्को उत्कृष्ट भिडियोमा भेट्छु, तबसम्मको लागि गुड बाई।